हेलो नमस्ते सबैजनालाई वेलकम टु माई फर्स्ट ब्लग। म मुस्ताङबाट हो, मुस्ताङ रेतीबाट। अनि यतिखेर चाहिँ भाइ र म चाहिँ ऊ माथि यो माथि डाँडाको पछाडिपट्टि हिउँ छ, एकदम जाडो दिन गरेको क्या। यो ठ्याक्कै डाँडाको पछाडिपट्टि एउटा चोर छ, त्यो नुप्साङ खर्क भन्छ। त्यो खर्कमा चाहिँ आज हामी चाहिँ यसो हिउँलाई हिउँ भिजिट गर्न जाँदैछौँ गाइज होइन। हिउँ चाहिँ अब नदेखेको होइन, देखेको गाइज होइन। हामी यहाँ बसेको मान्छे अब हिउँ त अब पहिला पर्थ्यो, आजभोलि यो भएको 2-3 वर्ष भयो हिउँै परेको छैन क्या। परे पनि ऊ त्यस्तो गाइज क्या, देख्न सक्नुहुन्छ आधामा पर्छ क्या। हिजो राति एकदमै पानी परिरहेको थियो, यस्तो आधामा पर्छ साथीहरू। साल मात्र होइन, 2-3 साल के भने 3-4 सालै हिउँै परेन गाइज होइन। अब माथितिर चाहिँ अब माथितिर यो जमसम साइडतिर चाहिँ परेको थियो हिउँहरू है। हाम्रो साइडतिर चाहिँ यस्तै गऱ्यो है। अनि त्यही भएर धेरै भयो हिउँ नखेलाएको, त्यही भएर आज हिँडिरहेको छौँ गाइज है। सरलाई हेर्नुहोस् गाइज, यस्तो है सेतै हिउँ परिरहेछ है। अनि यहाँ यो तल यो त हामी चाहिँ तल्लो रोड हुँदै आएको, सेतै हिउँ परिरहेको छ गाइज। अब हामी हिँड्दै गर्छौँ। यस्तो उकालो छ गाइज, ल यस्तो उकालोको बाटो हिँड्नुपर्छ। रमाइलो छ गाइज है। बिहान चाहिँ कस्तो त पानी हिजोदेखि पानी पर्ने स्टार्ट गरेको, हिजो बेलुकादेखि। अनि हल्का हल्का हावा चलिरहेको थियो क्यारे। अनि आज चाहिँ हावा पनि थामिरहेछ, अनि हल्का कता आकाशहरू पनि कता खुले जस्तो भइरहेछ। मलाई त लागेको थियो गाइज अब हिउँ हाल्छ भन्ने लागेको थियो, हिउँ पर्छ जस्तो लाग्थ्यो, तर हिउँ परेन। ठिकै छ गाइज होइन। अब यो जमिनमा हिउँ नपरे पनि हामी के गर्छौँ भन्दा उहाँ गएर चाहिँ छेउमा गएर चाहिँ एक्सप्लोर गर्छ गाइज होइन। कस्तो छ यसो हिउँहरू, त्यही हो गाइज यहाँको भ्यू। मैले तपाईँहरूलाई देखाइसकेँ, वरपरको यस्तो हिउँहरू छ, बादलहरू लागिरहेछ गाइज। अलराइट गाइज, फाइनली हामी रोडमा आइसक्यौँ। यो रोडमा आइसक्यौँ हामी, ऊ र म चाहिँ रोडमा आइसक्यौँ है गाइज होइन। अब यो पहिला हाम्रो भिडियो हो के अरे, फर्स्ट ब्लग हो, त्यही भएर धेरै सुट नगरौँ। अब अरू बाँकी सबै भिडियोहरू चाहिँ उतै माथि पुगिसकेपछि देखाउँला है गाइज। र कताबाट हेर्दै हुनुहुन्छ सो भिडियोलाई सब्सक्राइब गरिदिनु होला, लाइक सेयर कमेन्ट गरिदिनु होला होइन। म किनकि पहिलोचोटि म बनाउँदैछु नि त भिडियो, कता के मिलेन होइन। मलाई पनि त्यति साह्रो चाहिँ बनाउन आउँदैन। आफूलाई अब इन्ट्रेस्ट लागेको कुरा हुन्छ नि त, जे चिजमा अब आफूलाई इन्ट्रेस्ट लागेको हुन्छ त्यो कुरा चाहिँ आफूलाई चाहिँ गर्न मन लाग्दो रहेछ। यत्तिकै काम नभएको बेलामा यस्तो फ्री टाइम हुन्छ नि त। आज त्यो माथि जाडो दिन पनि गरेको, फ्री टाइम जस्तो पनि भएको, त्यही भएर अनि बाहिरमा यसो फ्रेस हुन्छ भनेर बाहिर निस्किउँ न त भनेर घरमा नि कति बस्ने, घरमा झन् जति बस्यो त्यति जाडो हुन्छ। त्यही भएर यस्तो बाक्लो कपडाहरू लगाएर अनि उरो म चाहिँ आज भिजिट गर्ने हिसाबले चाहिँ हिँड्दैछौँ ल गाइज। त्यही हो, ल यस्तो छ भ्यू ल गाइज, त्यही हो। अब अरू बाँकी भिडियोहरू चाहिँ उतै गरेर देखाउँला गाइज। फाइनली लुक एट द भ्यू गाइज। ल माथिको झन् त्यो हिमालको झन् सही देखेछ यो र गाइज। यस्तो हुन्छ हिउँ, यस्तो हुन्छ साथीहरू हिउँ चाहिँ ल सर र यो नि त। ल माथिकै भ्यू पनि मिठो देखिरहेको छ कि है। ल गाइजहरू त्यो हिमाल धौलागिरी हिमालको जरामा क्या, धौलागिरी हिमालको फेदमा त्यो धौलागिरी आइसफल भन्छ नि, हो त्यहाँ पर्छ है गाइज। हो त्यहाँतिर पर्छ धौलागिरी आइसफल है। ल माथिको नि खतरा देख्छ भ्यू, सही गाइज। ल त है गाइज। अनि यताको भ्यूहरू नि यस्तै हो के अरे। थ्याट जुत्ता लगाएर आउनु पर्दो रहेछ गाइज। म त झन् चप्पल र मोजाको भरमा आइदिएछु है। माथि चाहिँ याकहरू चढिरहेको छ, याक हो त्यो भित्तातिर चाहिँ चौरी याकहरू चढिरहेछ। अनि म चाहिँ यहाँनिर छु, भाइले चाहिँ त्यहाँ सुट गरिरहेछ। ल यो हिउँ वरिपरिको हिउँ, यो चाहिँ भर्खर तल भेगको चाहिँ खासै छैन हिउँ चाहिँ होइन। त्यो माथि भित्तातिर नि त्यस्तै होला गाइज है, माथि भित्तातिर नि त्यस्तै माने है। उताबाट हेर्दा त सही देख्छ कि। ल हेर्नु गाइज यहाँको भ्यू हेट आमा हेट। ल हेर्नु साथीहरू भ्यू त मार्ने भयो यार भ्यूले त यार ठक्क। ल सर र यहाँको यो हिमाल देख्न सक्नुहुन्छ गाइज। यस्तो जङ्गलकोबाट हिँड्नु त अब हामी त वहाँ माथि पुग्न सकेर हामी त अब है।
हामी त्यहाँ माथि लिएर पुग्नु छ अनि हामी यस्तो जङ्गलको बाटो हिँड्नुपर्छ ल साथीहरू यस्तो जङ्गलको बाटोबाट हिँड्नुपर्छ रास्ता किधर है रास्ता हमको त रास्ता नै नपत्या अनि आजको अनि कस्तो छ नि आजको यो आजको यस्तो छ हिउँ चाहिँ यस्तो छ है त्यो हिउँ खेल्न चाहिँ मजा आउँछ त्यही हो सो अब हामी चाहिँ यो हिउँ हेर्न अलिकति बाक्लो हिउँ हेर्नको लागि चाहिँ माथि जान्छौँ बाक्लो भन्दा नि ठिकै छ गाई योभन्दा हल्का 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 1-2 इन्च बाक्लो होला जुत्ता र सक्स लगाएर आउनु पर्दो रहेछ म त्यत्तिकै आइदिन्छु यार जुत्ता लाम्की जस्तो लाग्थ्यो झन् हतार हतारमा हिँड्ने ऊ भएर झन् पानी पर्दिला भनेर होइन त्यत्तिकै झोला बोकेर आइदिएको दुई भाइ चप्पलको भरमा आएको क्या चाहिँ म चप्पलको भरमा लुवा उल्काटा भ्यू चाहिँ म यताबाट छिरेँ साथीहरू यताबाट छिरेँ ल है त यताबाट छिरेँ ल गाइज यो हो नि त भ्यू भनेको यो भनेको असली स्वर्ग हो क्या गाइज होइन यो माथि चाहिँ यहाँ घर चढिरहेछ वा हावा नि एकदम आइरहेको छ यो टपमा द्याट हल्का शीतल पनि भयो निलो आकाश माथि निलो आकाशको मुनि तल पहाडहरू छ अन्त एउटा पोइम हान्दिनँ क्या हान्दिनँ क्या माथि चाहिँ हिमाल छ है साथीहरू हो त्यही माथि हिमाल त्यो निलगिरी हिमाल भन्छ नि त्यसलाई नि भाइ निलगिरी हिमाल कस्तो बिर्सिन्छ यारमा आफ्नै ठाउँको हिमालहरू पनि त्यो चाहिँ अब धौलागिरी मानपाती भइहाल्यो क्या फाइनली म चाहिँ यहाँ आइपुगेँ साथीहरू आफ्नो गाउँभन्दा माथि लेकमा लेक त भनौँ नि होइन यहाँ चाहिँ अब कस्तो थियो भन्दाखेरि यो चाहिँ यो वरिपरि देख्नु भएको छ नि सबै यो चाहिँ सबै खेतहरू हो क्या गाइज है खेतहरू हो पहिलाको मान्छेहरूले चाहिँ यहाँ चाहिँ सबैमा खेती गर्थ्यो अरे क्या अब हामीलाई थाहा छैन अब हामीले पनि आफूभन्दा ठुलोबाट सुन्ने हो नि त होइन ल मेरो पछाडि ल गाइज कस्तो नखिचौँ भने खिचिदिनु हेर्नु न गाइज हिमाल देख्न सक्नुहुन्छ ल है त सर म चाहिँ यहाँ हिँडिरहेको छु अनि यहाँतिर चाहिँ अलिअलि छ हिउँहरू ल है साथीहरू हिउँ है हिउँमा म यस्तो हिउँमा हिँडिरहेको छु टक्क लाएर फाइनल गाइज हामी चाहिँ माथि आइसक्यौँ यो माथि जाने भनेको अलि कस्तो बादलहरू पनि लाग्यो अनि चाहिँ चिसो पनि भयो क्या त्यही भएर चाहिँ अलि जाने मन पनि लागेन अनि हामी चाहिँ यो चौरोतिर छौँ ल सट्टर यो चौरोमा यहाँनिर ब्याग छ हाम्रो यहाँ ब्यागमा चाहिँ खाजाहरू छ अब खाजा खान्छौँ गाइज होइन यहाँको यस्तै छ गाइज यस्तै छ हेर्नु त उत्तिखेर यस्तो बादलहरू क्लाउड आएकै मेरो पछाडि उत्तिखेर यस्तो आयो गाइज है के भन्नुहुन्छ गाइज होइन यो यस्तो कुहिरहेको छ हामी चाहिँ अब हराउला जस्तो लाग्यो गाइज है यो यस्तो बादलहरू चाहिँ कहिले चाहिँ आइरहेको छ कहिले चाहिँ गइरहेको छ है यो हल्का ठुलो चौरमा छ हामी चाहिँ सट्टरी यो पछाडि चाहिँ पुरा हरर आउला जस्तो क्या हन्टेड हाउस जस्तो क्या खतरा गाइज है ल देख्न सक्नुहुन्छ ल गाइज यो बादलहरू यस्तो एकैछिनमा अघि त खुल्ला थियो भर्खर चाहिँ एकैछिनमा ल्यायो अन्त साथीहरू बादलहरू त यस्तो गरिरहेको छ ए माथिको त्यो अघि आएकोहरू देख्थ्यो याकेहरू देखेन हौ मान्छेलाई देख्न पनि गाह्रो भइसक्यो गाइज है के भन्ने सर ल यो यही हो गाइज यही माथि जानु मन लाग्थ्यो क्या अब यो माथि हल्का माथि जानु मन लाग्थ्यो क्या अब यस्तो कुहिरो पनि लाग्यो अनि हल्का चिसो हावा चल्छ क्या अलिक टपमा त अलि चिसो हावा चल्ने भएर फेरि टाउको साउको दुख्ला भनेर फेरि हल्का बिरामी भइएला भनेर गइएन अनि त्यो यहीँसम्म आइयो चित्त बुझाइयो है गाइज ल यस्तो छ भ्यू सर यो हो नि त पारा ल त गाइज भिडियो तपाईँहरूलाई कस्तो लाग्यो कहाँबाट हेरिदिनुहुन्छ लाइक सेयर कमेन्ट अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला है यति भन्दा अहिले छुट्यो बाबा।